नमस्ते नमस्ते म हो विष्णु बन्जारे। तपाईँ अहिले हेर्दै हुनुहुन्छ बन्जारे टाइम युट्युब च्यानल। तपाईँ मेरो युट्युब च्यानलको पहिलो दर्शक हुनुहुन्छ भने प्लिज मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर सेयर गरिदिनु होला। दर्शकबिन नमस्ते। देखेका कुरा देखाउने म तपाईँहरूकै आफ्नै मान्छे विष्णु। आज मध्यपूर्वको खाडी देश कतार, प्राकृतिक रूपले ठगिएको मानव निर्मित कार्यबाट एकदमै सुसज्जित यो देश नेपाल सरकारले ठुलो सङ्ख्यामा जनशक्ति पठाउने वैदेशिक रोजगारमा एक नम्बरमा आउने यो देश वास्तवमा कस्तो छ त? नेपाल सरकारले युवाहरू सँगसँगै अब जनावरहरूसँग पनि यो देश नजिकिएको छ। नेपाल सरकारका या भनौँ नेपालका एकदमै हुनहार दुई जनावरहरू रुद्रकली र खगेन्द्र प्रसाद कतारमा छन्। यो सँगै ठुलो जनशक्तिले यी जनावरहरूप्रति चिन्ता व्यक्त गरिरहेका छन् कि कतारमा रुद्रकली र खगेन्द्रलाई सुहाउँदो वातावरण छ के यी दुई जनावर खुसी छन्? यस्तै यस्तै प्रश्नहरू तपाईँहरू माझ पनि निस्केका छन्। एउटा प्राकृतिक रूपले ठगिएको यो देशमा एउटा प्राकृतिकले सुसज्जित भएका देशबाट रुद्रकली र खगेन्द्र प्रसाद कतारमा एउटा मरुभूमिमा आएका छन्। तपाईँहरूको ठुलो चिन्तालाई चिर्नको लागि कतार सरकारले अवश्य पनि रुद्रकली र खगेन्द्र प्रसादको सुहाउँदो वातावरण कृत्रिम रूपमा उत्पादन गर्न सक्नेछ। आफैमा अब्बल यो देशले दुई जनावरका लागि पक्कै पनि चासो दिनेछ। यही कुरालाई चिर्नको लागि आज म तपाईँहरूमा यो भिडियो लिएर आएको छु। कहाँदेखि हुनुहुन्छ भिडियोलाई फलो